हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ आमा र म यहाँ हैन पूजा गरिसकेर निक्लिँदैछु। हामी चाहिँ मन्दिर आएको थियौँ हैन। अन्त मन्दिरमा पूजा गरिसकेर अब के हो कसो हो हैन, आज हामी के गर्नेछु म तपाईलाई देखाउँछु। ओके साथीहरु, स्टे ट्युन। यसको कति हो? बाबा र उसलाई भाइलाई पुरा खान्छु। देखाए अस्ति नै एकताल पनि किनेको थियो, फेरि किनेको। ल किन्नु न, यो पनि हो। दुईटा चाहिँ प्याकिङ र आमा र मैले चाहिँ लायो। देखाउनु त आमा। यो भयो त बेटा, भयो लु। यो यस्तो किनेर पनि हामीहरू अब बजारपट्टि जाँदैछु हो। पानी पनि आयो कि हामीले बिहान हतारमा छाता पनि एउटा खाली लिएको थिएँ। अब किन्ला जस्तै छ छाता पनि। रोकिनु नि भगवान्। तर थ्याङ्क गड पूजा गर्दा चाहिँ पानी आएन, रोकेको थियो। ल चौरस्ता त अब भिज्यो पानी आएर सबैजना। ड्रेसको बोट पनि हटायो। पानी आयो। आमा खोल्नु छाता। एउटै छ छाता पनि। अब किन्नु पर्ला जस्तै छ। त्यो छाता पनि सानो हो। घोडाहरू पनि सबै लगेर गयो, पानी परेर खाली भयो। अस्तिसम्म कति भिडै भिड थियो। यताबाट जाउँ ल। लिङ्कको वेदर अघि भाइको उयसमा मन्दिरमा बर्थडे भयो, अनि जाँदै रहेछ घोडामा। ला पानी त जोड पर्यो त आमा। अब छाता अब किन्ला जस्तै छ। सबैजना बिजोग भयो। बिहानको वेदर त दामी थियो नि त है। बिहानको त दामी थियो। चौरस्ताको बेलुका यो बोल्छ नि, अहिले पानी छैन। गरमबाट त सिधै पानी पो परिरहेको। यहाँ चाहिँ यस्तो हेर्न आएको बाटोमा। यो एबीलाई यो अब कुन चाहिँ आमा? यही त हो नि त एबीलाई। यहाँ पनि रहेछ, सानो रहेछ तर यो चाहिँ औलमा रहेछ हो। यो पनि छ यस्तो होइन। आमा कुन चाहिँ? कति हो? 250 रुपियाँ। मिलाइदिन्छु नि। आमा कुन चाहिँ? त्यही कि यो टिङवाला? यो साउन्ड राम्रो त। यो मजाको हो आमा। भैया कतिसम्म हुन्छ? पहिला किन्न आँटेको हामीले आज घरमा जिन्डाउनु लागि। मलाई कस्तो किन्ने इच्छा लागिरहेको थियो पहिलेदेखि, अनि मैले किने हो। सो यो चाहिँ हामीहरू यहाँनिर जाँदाखेरि जेमाको अगाडि किनिसक्यौँ। 10 रुपियाँ छैन नि त, मिलायो होइन हामीले दामहरू। यसको ब्याग छैन आमा? घाम हो नि है। घाम होइन, यस्तो राम्रो हो नि त। यो घाम पनि हो होइन, अन्त नजरहरूबाट हुँदैन। पानी अलिक घाम रोक्यो। यहाँबाट चाहिँ जाँदै हो। यहाँनिर चाहिँ यस्तो उयो एबीलाईवाला किनेको कि एभ्री टाइम भिड हुन्छ, भिड। लु र हामी चाहिँ होइन म र आमा चाहिँ यहाँनिर भर्खरै लन्च भएको रहेछ होइन। यो रेस्टुरेन्ट चाहिँ कसिदेखि जानु मन लागिरहेको यस्तो खोज्दैछु जानु लागि। माइती घर रेस्टुरेन्ट चाहिँ
त्यहाँ जाँदैछु, हेर्दैछु, हेर्दै खोज्दै जाँदैछु लन्चको लागि। यहाँबाट जानु पर्दैछ पर उकालो सरी चढ्दै यहाँ रहेछ हो द प्लेस। यहाँ रहेछ माइती घर रेस्टुरेन्ट चाहिँ यहाँबाट जानु पर्दो रहेछ हो लाइट होटलको यहाँ माथि रेस्टुरेन्ट सबै जाने हो भित्र एन्टर गर्ने हो। कस्तो छ के छ ओके आउनु मन लागिरहेको जग्गा चाहिँ म आइपुगेँ हो माइती घर न्युली लन्च भएको चाहिँ रेस्टुरेन्ट चाहिँ र हामी आइपुग्यौँ खोज्दै यहाँ हामी चाहिँ आमा र म चाहिँ बाहिर बसेर हो यसरी भ्यू हेर्दै खाने हो बाटो मेन रोड। Here is the look of माइती घर। आमा चाहिँ नि अलिकति हामीलाई जाडो भयो सो भित्र आयौँ र भित्रको जस्ट वाउ छ यहाँको भाइब्सहरू होइन एकदम दामी। यहाँ चाहिँ मेरो वाटरमेलन सोडा पन्च आयो बिस्कुट Cheers. वाउ मेरो वाटरमेलन फेभरेट हो नि त। खाना चाहिँ आउँदैछ आमाको चिकन थाली मेरो किमा नुडल्स मलाई ट्राई गर्नु थियो किमा नुडल्स कहिलेदेखि नि किमा नुडल्स हुन्छ नि अब यहाँ त्यस्तो प्रायः पाउँदैन मैले हेरेको खाली थिएँ नि त किमा नुडल्स विथ वाटरमेलन ड्रिङ्क र आमाको यो चिकन थाली सेलरोटी पनि दिन्छ। So let's start. ओ चम्ची यहाँ चाहिँ काँटाहरू मैले त अहिलेसम्म खाएको छुइनँ देख्छु कस्तो हुन्छ। त्यो त टिम्बुरको यो होला हौ पेस्ट चुर के भन्छ नि यो कहिलेदेखि खाने इच्छा थियो कि हेरौँ कस्तो हुँदो रहेछ। आजको आमा र मेरो लन्चको जग्गा लन्च डेट मिठो भयो।
सेलरोटी सेलरोटी बिहामा के जस्तो लाग्यो रे बिहामा सेलरोटी देख्दा मलाई बिहामा खाएको जस्तो लाग्यो कस्तो भयो तपाईँलाई नुडल्स किमा नुडल्स सो हाम्रो यहाँबाट खाना खाएर पनि निक्ल्यौँ खाना चाहिँ इट वाज गुड टु गुड हामी यहाँबाट निक्लेको हो निक्लेर चाहिँ अब यसो हामी चाहिँ एकछिन खानासाना खाएर चाहिँ अहिले होल चाहिँ जाँदैछु सामानहरू हेर्नु त्यहाँनिर के पाउँछ भनेर हेरौँ न जाँदैछु लेट्सी के पाउँछ कहाँ दोकान खालि पो त होलसेल नानी मन्दिर छ ठुलो श्री मन्दिर पसेर के सामान किनेर त्यहाँदेखि निक्लेर चाहिँ फेरि जान्छु घर